नमस्ते। जाजरकोटको सम्पूर्ण मतदाताहरूलाई मेरो जानकारी के छ भने अब भोट हाल्न मत खसाल्न जाने समय चाहिँ भइसक्यो। अब रोटीसुटी हालेर नास्ता हाँस्ता खाएर अब बिहानै उठेर रोटीसुटी नास्ता हाँस्ता बनाएर चाहिँ अब मतदान केन्द्रतिर अब हिजो कपडा सपडा धोइसके होला। अब त्यो धोएको कपडा चाहिँ लगाएर मतदान केन्द्रतिर लाग्न हुन मेरो अनुरोध छ। सम्पूर्ण मतदाताहरू दाजुभाइ तथा दिदीबहिनीहरू, आमा बुवाहरू, कोही ज्येष्ठ नागरिक हुनुहुन्छ, कोही बुढाबुढी हुनुहुन्छ, कोही अपाङ्ग असहाय हुनुहुन्छ। अब सबैले आफ्नो नजिकको मतदान केन्द्रमा गएर भोट हालेर समयमा आफ्नो घरतिर फर्किन हुन मेरो अनुरोध छ। कुनै पनि पार्टीको लोभ लालच, पैसाको लोभ लालचमा फसेर नास्ता पानी खाने सम्मानको व्यवहार चाहिँ अब मतदाताहरूले नगरिदिनु होला। घरबाटै आफ्नो रोटी बनाएर लगेर भोक लाग्छ होला, कसैलाई टाढा पनि छ होला, कोही असहाय पनि छ होला, कसैलाई बिहान खुवाइ लाग्दैन पनि होला हैन। आफूले खाने 2टा रोटी पकेटमा हालेर मतदानतिर तयारी अवस्थामा रहन तपाईहरुलाई म सम्पूर्ण मतदाताहरूलाई जानकारी गराउन चाहन्छु। अब तयारी अवस्थामा रहनुहोस्। करिब 9 बजेदेखि 7 बजेबाट लिएर 9-10 बजेबाट सम्म अब मत खसाल्न स्टार्ट पनि हुन्छ होला। अब त्यो स्टार्टमा सबभन्दा अगाडि आफ्नो पालो भेटाएर आफ्नो समयमा आफ्नो पालोको मत चाहिँ खसालेर घरतिर फर्किने वातावरण चाहिँ मिलाउनु होला। समयमा, टाइममा। कसैलाई राति हुन्छ होला, कसैलाई फेरि पालै मिल्दैन होला। अहिलेको मतदाताहरू त मतदान केन्द्रमा के कस्ता व्यवहारहरू हुन्छ, आफूलाई मत हाल्ने मान्छेलाई अगाडि लिने हैन, अर्को पार्टीलाई मत हाल्ने खालको मान्छे भयो भने त्यसलाई चाहिँ ब्याक गराउने, त्यस्तो खालको सिस्टम छ। आफ्नो लाइनमा समयमा गएर आफ्नो लाइनलाई सुनिश्चित गरेर आफ्नो मत खसालेर टाइममा घरतिर फर्किन हुन तपाईहरुलाई हार्दिक अनुरोध गर्दछु। नमस्कार।